Hello guys, welcome back my channel. यो चाहिँ हाम्रो पार्ट 5 हाम्रो चाहिँ हाइकिङ कन्टिन्यू हुँदैछ। सो हामी चाहिँ अघिको जुन झन्डावाला अघिल्लो पार्टको जुन झन्डा ठुलो झन्डा र अनि त्रिशुलको भिडियोहरू थियो त्यसपछिको माथि अझ हात्तीवन रिसोर्ट नजिकै पुग्दैछौँ। सो हामीले चाहिँ बाटोमा विभिन्न थरीको यो स्पाइडरहरू अनि त्यसपछि प्लान्टहरू फ्लावर्सहरू बच्चाहरूलाई देखाउँदै एक्सप्लोर गर्दै गइरहेका छौँ। अनि यहाँ चाहिँ एउटा कस्तो भनौँ अलि डेन्जर टाइपको स्पाइडर थियो। सो मुटुलाई चाहिँ हामी स्पाइडरको कस्तो हुन्छ यसको इफेक्ट भनेर देखाउँदै थियो। मुभीहरूमा चाहिँ नि यसले यस्तो गर्छ, स्पाइडरहरूलाई छुनु हुँदैन, जङ्गली जनावरहरू यस्तो कुनै किराहरू छ भने त्यसलाई समाउनु हुँदैन भन्दै थियो। हाम्रो म्याडमलाई चाहिँ साह्रै गाह्रो भयो अरे। अनि मुटु चाहिँ यहाँ फुल लिएर कान्छीलाई तिम्रो लागि भन्दै गइरहेछ। अनि हाम्रो स्वर्णिम चाहिँ यो गट्टा खोज्दैछ। उसलाई बल भनेपछि एकदम रमाइलो लाग्छ अनि बाटोमा खेल्नलाई मनपर्छ। अनि यो गट्टालाई चाहिँ नि हाम्रो बच्चाहरूले चाहिँ थुम्सीको मम्मी र बाबा भनेर चिनेका छन् सानो बेलादेखि। सो हामी चाहिँ यसलाई थुम्सीको बाबा या मम्मी भन्छौँ। अनि यहाँ चाहिँ मेरो कान्छीलाई साह्रै गाह्रो भयो अरे, थकाइ लाग्यो अरे। सो एकछिन रेस्ट गर्नको लागि उनीहरू चाहिँ एकछिन खेल्दैछन्। एकदम रमाइलो छ इन्भाइरोमेन्ट, बाटो पनि त्यस्तो गाह्रो छैन। सो तपाईँहरू पनि आउनु होला, भिजिट गर्नु होला। यहाँ चाहिँ साइक्लिङको लागि पनि बाटोहरू बनाइरहेको छन्। अनि बाबा मम्मीलाई गाह्रो भनेर झोला बोक्न गएको छ र ऊ आफैलाई गाह्रो हुन्छ भन्दा पनि दौडिरहेको छ। तर एकदम बहादुर छन् मेरो छोराहरू। तपाईँहरू पनि आउनु होला, भिजिट गर्नु होला। हाइकिङको लागि एकदम बेस्ट प्लेस हो, मैले पहिला पनि भनिरहेको छु। यहाँ चाहिँ धेरै ठाउँबाट मान्छेहरू आउनुहुन्छ हाइकिङको लागि। सो मुटुलाई चाहिँ साह्रै गाह्रो भयो अरे। कान्छी पनि त्यस्तै छ, खुट्टा समाउँदैन छ एउटा। सो हामी चाहिँ हात्तीवन रिसोर्ट नजिकै पुगिसकेका छौँ। सो थ्याङ्क यू।